गुड आफ्टरनुन सबैजनालाई है। आज फेरि म तपाईँहरूको अगाडि एउटा स्टोरी लिएर आएको छु। एकजना रति भन्ने थियो है, ऊ चाहिँ एकदम केटाहरूसँग एकदम फ्रेन्डसिप अब राम्रो हुने राम्रो खालको मिल्थ्यो है। अन्त एक दिन चाहिँ उसको पापाले भने कि रति त्यो मान्छेहरूसँग चाहिँ तिमी नमिल भने होइन। त्यहाँदेखि उसले चाहिँ हुन्छ ओके पापा म मिल्दिनँ भनेर भन्यो। त्यहाँदेखि फेरि तर पनि उसले कन्टिन्युसली मिलिबस्यो है। अन्त त्यसरी मिल्दै जाँदाखेरि चाहिँ उसको चाहिँ एक दिन चाहिँ त्यही ग्रुपसँग एकजना केटासँग चाहिँ रिलेसनसिप भयो। यति साह्रो अट्याच भयो, दुईजना एकदम गहिरो रिलेसनसिप भयो होइन। त्यतिखेर केटी चाहिँ अब उसकै त्यो बोयफ्रेन्डसँगै मात्रै फोनमा पनि बिजी, एभ्री टाइम बिजी हुने है। त्यहाँदेखि उसको पापाले त्यतिखेर त्यो नोटिस गरिरहेको थियो र चाहिँ भन्यो रति तिमी के साह्रो फोनमै मात्रै बिजी भएको, तिमीले स्टडिजमा पनि फोकस गर भन्दाखेरि चाहिँ हुन्छ पापा भने ऊ कन्टिन्युसली त्यस्तै भइबस्यो। त्यहाँदेखि अब त्यो केटाहरू त राम्रो थिएन नि त, फ्रड गरेको थियो नि त केटीलाई। त्यही कारणले चाहिँ अब एक दिन चाहिँ ब्रेकअप भयो दुईजनाको ब्रेकअप हुँदाखेरि चाहिँ त्यहाँदेखि फेरि केटी चाहिँ एकदम अब हार्ट ब्रोक भएर, अब केटी त राम्रो थियो नि त होइन। त्यहाँदेखि हार्ट ब्रोक भएर चाहिँ उसको पापा भएकोमा गयो ऊ चाहिँ। अन्त पापालाई चाहिँ भन्यो कि पापा मेरो ब्रेकअप भयो एकदम नराम्रो प्रकारले, आइएम सो हार्ट ब्रेकिङ यस्तो भन्दै रुँदै भन्यो। अन्त पापाले चाहिँ ओके चिल छोरी, त्यस्तो केही पनि हुँदैन, मेरो पनि कलेज टाइममा एकजनासँग ब्रेकअप भएको थियो, बट तिम्रो भन्दा एकदमै वर्स्ट प्रकारले ब्रेकअप भएको थियो, तिम्रो त नर्मल हो भने होइन। अन्त अब यो कुराहरूलाई ड्याम केयर गर, तिमी लाइफमा अघि बढ, स्टडिजमा फोकस गर भन्दा चाहिँ केटीले चाहिँ ओके भनेर अब उसले फेरि अब सोच्यो होइन, म मात्रै हार्ट ब्रेक भएको एक्लै होइन रहेछु, मेरो पापाको पनि त त्यस्तै भएको रहेछ, मेबी अरू पनि छ होला भनेर ऊ फेरि स्टडिजमा फोकस गर्यो, राम्रो हुँदै गयो है। त्यही कारणले चाहिँ अब हामीले यदि कसैलाई अब उसको पापाले चाहिँ अगाडि नै उनीहरूसँग नमिल भन्नुको टाइममा चाहिँ उनीहरू चाहिँ यो वेमा चाहिँ नराम्रो छ है, उनीहरू चाहिँ यो खालको मान्छे हो भनेर चाहिँ अब यदि भनिदिएको भएदेखि मेबी केटीले एनालाइज गर्थ्यो होला, उनीहरूको अब फ्रेन्डसिपमा पापाले यस्तो भन्दैछ भनेर भन्थ्यो होला। अब उसको पापाले चाहिँ नमिल्नु मात्रै भन्यो नि त, तर के कारणले चाहिँ अब उनीहरू नराम्रो छ भन्ने कुरा चाहिँ भनेन। अन्त चाहिँ उसलाई लास्टमा गएर रिग्रेट भयो। त्यही